हामी चाहिँ चाकुनारातिर जाँदैछ साथीहरू। यहाँबाट अब हामी लगातार तिमी साउँदै जाऊ न माया जिन्दगी बिसाउँदै। तिमी साउँदै जाऊ न माया जिन्दगी बिताउँदै। कता हो जाट्ठा यता छ। साथीहरू अगाडि छ मेरो सन्तोष साथी अनि पछाडि हुनुहुन्छ साथीहरू अर्कोजना पनि हुँदै हुनुहुन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ एकदम रमाइलो छ। विद्यार्थीलाई आज टुरमा लिएर आएर छ एकदम बच्चाहरू पुरै हाइकिङ जस्तो तरिकाले सायद मन्दिरको दर्शन गराउन धेरै विद्यार्थीहरू रहेछ। आमामा अफरोड छ होइन, बाटो चाहिँ खतरा छ क्या यहाँ। अफरोड भए पनि बाइक चलाउनु चाहिँ एकदम मजा छ साथीहरू होइन। मलाई चाहिँ खतरा लागिरहेछ राइड गर्नलाई चाहिँ। अगाडि छन् मेरो सन्तोष साथी, पछाडि हुनुहुन्छ दुईजना आउँदै हुनुहुन्छ। स्वागत छ। अब हामी चाहिँ टेम्पल पुग्न लाग्यो। यहाँबाट 200 मिटर अगाडि चाहिँ टेम्पल छ साथीहरू होइन। सागनारायण टेम्पल वर्ल्ड हेरिटेज साइटमा चाहिँ यो मन्दिर पनि पर्छ चाहिँ साथीहरू है। सो फ्रेस फिल भइरहेछ। अब मन्दिर परिसर सुरु हुन लाग्यो। यो बाटो यहाँबाट चाहिँ मन्दिर क्षेत्र पर्छ होइन। गामधोका भन्छ यो यहाँबाट। हेर्नु होला भगवानमा विश्वास आस्था राख्नेहरूको लागि त मन्दिर भने त मन्दिर नै हुन्छ होइन। अब कोही कोही राख्न त सबैले अब आस्था त राख्छन् कि, तर कतिपय मान्छेहरू चाहिँ अब त्यस्तै हुन्छ भनौँ न, नास्तिक पनि हुने गर्छन्। सो म त आस्था राख्छु भगवान्प्रति। त्यस्तो हेर्नु सक्नुहुन्छ। सागुनारायणबाट चाहिँ हामी लाग्यौँ साथीहरू। अब टाढातिर जाने कुरा छ, यो माथि टाढातिर जाने कुरा छ। पुरा यसरी बुझ्नु होला।
माथि चाहिँ एकदम राम्रो डाँडा भएको कारणले गर्दाखेरि हामी जान लाग्यो हो होइन। तपाईँहरू रिफ्रेस हुन चाहनुहुन्छ भने तपाईँहरूले पनि यो ठाउँमा आउन सक्नुहुन्छ। एकदम रमाइलो ठाउँ छ, बाटो अलिकति अफरोड भए तापनि रिफ्रेसमेन्टको लागि चाहिँ एकदम बेस्ट होइन डेस्टिनेसन हुनसक्छ। पहाड चढ्दैछौँ हामी, पहाड माथि पहाड। डर त मान्नेवाला छैन हामी, यसरी चढाइदिने यो ठाडो त मतलब छैन। यहाँबाट मुलपानी काठमाडौँ भक्तपुर काठमाडौँको पनि देख्न सक्नुहुन्छ, सिन पनि देख्न सक्नुहुन्छ यहाँबाट होइन। त्यस्तै हो। गाउँको जस्तो मकैहरू पनि छ यतातिर चाहिँ, जस्तै गाउँकै फिल दिन्छ होइन। तर गाउँ त होइन साथीहरू, यो त भक्तपुरको सागुनारायण नगरपालिका पर्छ र पनि गाउँको भाइब्स आउँछ। अझ यो घाँस बोकेको देख्दा त पुरै गाउँकै भाइब्स आउने होइन, त्यस्तो हुने गर्छ है। ल यता हेर्नुहोस् यता कति राम्रो सिन छ, पुरै रमाइलो तरिकाको देख्न सक्नुहुन्छ तपाईँले। जुत्तामा लाग्यो भने चाहिँ बर्बादै हुन्छ साथीहरू होइन। त्यही भएर ओए के पो गरेको? लडी त कहाँ ठोक्यो मासले त। कुखुरा झन्डै मारेन यार, साथीले कुखुरा झन्डै मारेन कुखुरा यार। यहाँ चाहिँ यो पार्कमा चाहिँ लास जलाउने काम गर्छन् शेर्पाहरूले, खासमा शेर्पा तामाङहरूले। जाँदैन मुला, जाँदैन अहिले ड्याङ्गै छुन्छ र नि। थट मट्टै माटो यार, लामै भाँच्यो चिक्ने फुक्क, झन् पो हिलो लगाएर यार बर्बाद भइगयो। हेलो गाइज, अहिले चाहिँ हामी यो तामाङ समुदायको दाह संस्कार गर्ने ठाउँ दुर्सा क्षेत्रमा आएका छौँ। यो चाहिँ कहाँ भन्छ भने कहाँ पर्छ भने यो साँगुनारायण मन्दिरबाट लगभग 2 किलोमिटर को दूरीमा रहेको छ। र हामी यो भन्दा अगाडि पनि आएका थियौँ र अहिले पनि लास ल्याउँदैछन् यहाँ लास जलाउनको लागि। उहाँ देख्न सक्नुहुन्छ तपाईँहरू।